चलिरहेछ गाइस। यहाँनिर पर दिवालीको लागि चाहिँ पुरा डेकोरेसन हालिरहेछ। हाम्रो चाडबाडको लागि हो यहाँ पनि खतरा बनाउँछ क्या। ल गाइस यहाँ हेर्नुहोस् दिवाली डेकोरेसन बब्बाल देखेर कस्तो दामी बनाउँदो रहेछ। मलाई थाहै थिएन। झिलिमिली 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 देउसुरै भन्नु जस्तो भनेर पुरा भटाउनु पर्ला जस्तो छ। ल यस्तो रहेछ पुरा दामी देखिरहेछ। सही रहेछ यार। यहाँ क्विन्सबेको मल अहिले यस्तै मजाले अब गाडीहरू पुरा गरिरहेछ। नयाँ उयो होला सेलको लागि मान्छेहरू बाहिर म पानी परेर भिड भइरहेको छ। त्यही भिडमा हो। मलाई चाहिँ थाहा थिएन पहिलोचोटि यहाँ पनि यस्तो बनाउँछ अरे भन्ने सुनेको थिएँ। डेकोरेसन यता हुन्छ अरे भनेर आएको आज जो रमाइलो भयो। अलिकति ल्याङ चाहिँ अब पानीले गर्दाखेरि भइरहेछ। हात्ती साथी कहाँ दामी सजाइरहेछ। बब्बाल देखिने क्या अब यस्तो दामी देखिरहेछ। सही दियो बालेर रहेछ। यहाँनिर वेलकम हानिदिरहेछ। बच्चा के खेलाइरहेछ। बब्बाल रहेछ बच्चा ल कहिले नि आएन भनेर पुरा दियो बालिरहेको त्यस्तै भइरहेछ। उता पनि दियो बालेर रहेछ। पुरा दियो यहाँ चाहिँ प्रायः जस्तो अब चाइनिजहरू आउने ठाउँ हो। किनभने यो ठाउँ चाहिँ धेरै एक्सपेन्सिभ हुन्छ। कपडाहरू भयो जुत्ताहरू भयो भाँडाहरू भयो एक्सपेन्सिभ हुन्छ। त्यही भएर यहाँ चाहिँ बढी जस्तो सेतो छालाहरू प्रकट हुन्छ। यहाँ चाहिँ यहाँ त ब्रान्डेड सामानहरू पाउँछ। अन्त भन्दा पनि ब्यागहरू यस्तो दामी राखिरहेछ। यही नै हो यहाँको चाहिँ रमाइलो। बाहिर क्या बिजो भइरहेछ मान्छेहरूको टन कता हो। ल केटा जाने होइन जाने होइन जानुपर्छ। अब यति जस्तै हो। सही क्या सबैजना क्विन्सबेमा भिजिट गर्नु होला। दिवालीको अवसरमा धेरै नै रमाइलो फिल भइरहेछ। धेरै राम्रो डेकोरेसन गरेको रहेछ। भोलिबाट अझ मान्छेहरू यहाँ चाहिँ धेरै जस चाइनिजहरू विदेशी मलाईहरू कालीहरू सबै धेरै आएर चाहिँ यहाँनिर यसो रमाइलो गर्ने ठाउँ हो। यो चाहिँ अलिकति स्ट्यान्डर्ड ठाउँ पर्छ। त्यही भएर यहाँतिर पनि दिवालीको लागि चाहिँ यति राम्रो डेकोरेसन गरेको छ। जस खुसी लाग्छ हामीलाई पनि आफ्नो चाडबाड चाहिँ विदेशतिर पनि यसरी चाहिँ डेकोरेट गरेर चाहिँ मनाउँदाखेरि। ल त दिपक भाइ कस्तो फिल भइरहेछ त आज? एकदम रमाइलो रमाइलो है। सही छ सही छ। जस्ट मोड फ्रेस भयो होइन त। मसिनो नानीहरू हेर फोटो हानिरहेछ। हेलो ओके गाइज अब हामी चाहिँ फर्किन लागेको। अब पानी रह्यो जस्तो छ। त्यहाँ सिपहरू भएको ठाउँतिर जाने कुरा भयो। अब त्यतातिर लाग्नु पर्ला साथी हो। यहाँनिर चाहिँ अब सक्यो। यहाँको धेरै कुरा राम्रो लाग्यो। बेलामा आएन भने चाहिँ के गर्नु अनि क्या बिजुली सम्किन्छ कि मान्छेले के झिलिक झिलिक हानिरहेछ त नि।
भिडियो पुरा अँधेरो भयो नि त अँधेरोमा आयो ठुलो रहेछ त यहाँ कम्प्लेक्स त होइन बब्बाल ठाउँ लागेको क्या मलाई यस्तो दामी ठाउँ रहेछ त यार अहिलेसम्म आएको थिएन 2013देखि यहाँनिर बसेको छेउछाउै हो तर धेरै वर्षपछि आज बल्ल भिजिट भयो यहाँ पनि र अँधेरोमा भयो गाइस मान्छे त यहाँ पनि टन्नै अड्दो रहेछ क्या हो यहाँ बिल्डिङ छ यस्तरी यहाँनिर कस्तो दामी उयो भइरहेको रहेछ यो चाहिँ समुद्र यहाँनिर सर अनि यता चाहिँ खाने ठाउँहरू छ यस्तरी छ